हेलो गाइस वेलकम ब्याक टु माई च्यानल आरजिआर भ्लगको त स्वागत छ साथीहरू है। निकै नै जाडो छ, जति जनावर लाग्यो त्यति जाडो भइरहेछ यहाँ पनि है। जाडो साथ हल्का हल्का पानी पनि परिरहेछ, लास्टै चिसो छ होइन। हल्का फुल्का खोकी पनि लागेको छ है साथीहरू। सो मौसम पनि हिजो रातभर पानी परेको थियो, रातभर भने अब हल्का फुल्का सिमसिम गरेर पानी परेको थियो। त्यहाँ अहिले मौसम पुरा यस्तो छ साथै, यस्तो छ सबै। राति पानी परेर के यहाँ चाहिँ फेरि मौसम फेरि उल्टा छ कि यहाँको मौसम चाहिँ तपाईँको चाहिँ ठक्कै यो जाडोको सिजनमा पानी पर्छ क्या यहाँ चाहिँ मौसम चाहिँ। हाम्रो नेपालतिर त बर्खामा पर्छ नि, यहाँ चाहिँ अहिले यो जाडोमा बर्खा लाग्छ कि त्यो चाहिँ यहाँ चाहिँ। र साथीहरू 2026 पनि आएको है साथीहरू, 2026 पनि सुरु भइसक्यो है। हेर्दा हेर्दा खत्तम भयो, हेर्दा हेर्दा 2025 पनि सकिहाल्यो। अब यसो हेर्दा हेर्दा पनि यो 2026 सकिन्छ है। के गर्नु साथी, यस्तै छ है। यहाँ चाहिँ यो चाहिँ नगरपालिका साथीहरू, यो माथि घर ठुलो घर चाहिँ नगरपालिका हो। मलाई यो मन्दिर चौक नगरपालिका है, म्युनिसिपलाइज हुन्छ है साथीहरू माथिको चाहिँ। साथीहरू म चाहिँ पुरा हिलो हिलो रहेछ यता जानु बाटो यार। यस्तो छ है मौसम ल। यस्तो भइरहेछ, हल्का फुल्का हावा पनि चलिरहेछ क्या, धेरै चलेको छैन, हल्का फुल्का चलिरहेछ है। अझ त्यही पनि शनिबार हो है, शनिबार। त्यही भएर हिजो अब पानी परेको रातभर है, रातभर त्यस्तो ठुलो त पानी त पर्छ नि, छिमछिम पानी भएछ। चिसो त लास्टै चिसो हुन्छ, तर चाहिँ यहाँ त्यति हो कि यहाँ चिसो भयो भने हिँड्नु चाहिँ पर्दैन हुन्छ कि नेपालमा जस्तै। यस्तै हेर्न सक्नुहुन्छ है। बिहान पाखामा चाहिँ तपाईँको हिजो अब हल्का सुल्का पानी परेर हल्का सुल्का पानी परेको थियो होइन। त्यही कारणले चाहिँ यस्तो छ मौसम। माथि पाता एउटा पनि छैन। र साथीहरू पोर्चुगलमा चाहिँ अब नयाँ नेमहरू सुरु भयो। 2026 लाग्ने बित्तिकै साथीहरू है, नयाँ नेम सुरु भएको। नयाँ नेममा तपाईँको केही बदलावहरू भएको छ होइन। यहाँको चाहिँ नयाँ नयाँ कानुनमा चाहिँ तपाईँको चाहिँ यहाँको 2026बाट चाहिँ सेलेरी चाहिँ बढी छ है साथी। खुसी खबर के छ भने पोर्चुगलमा चाहिँ सेलेरी बढी छ है। त्यही हो, 2026बाट चाहिँ तपाईँको चाहिँ बेसिक मिनिमम सेलेरी चाहिँ तपाईँको 920 हुने भयो साथीहरू है। अरू त्यस्तै हो, 920 सेलेरी हुने भयो 2026बाट चाहिँ तपाईँको। अनि तपाईँको सेलेरी बढ्नु साथसाथै तपाईँको चाहिँ जति पनि हामी यहाँ बस्छौँ, रेन्टहरू, बिजुली, पानी, बत्ती सबैको चाहिँ रेन्ट त्यो पनि बढ्ने भयो है। हल्का फुल्का त्यसको पनि बढेछ है साथीहरू। सबै चिजको अब सेलेरी बढिदियो कि त्यही सबै चिजको बढाउने भयो। त्यही कारणले चाहिँ त्यही हो साथीहरू, उस्तै उस्तै हो, बराबरै हो क्या तपाईँको। हर वर्षमा तपाईँको 50 रुपियाँ इन्क्रिमेन्ट हुन्छ क्या
है पोर्चुगलमा त्यही 50 रुपियाँ किलो थियो ठ्याक्क त्यही 50 रुपियाँ फेरि केमा जान्छ त्यही हो 50 रुपियाँ 60 रुपियाँ त्यसमै तपाईँको जे भरेछ नि त्यसमै खर्च भएछ साथीहरू त्यही चाहिँ हामीलाई उस्तै साथीहरू त सर यहाँ सबभन्दा फेरि सेलेरी पनि कम छ नि त फेरि यहाँ फेरि तपाईँको है कम छ अनि सेलेरी पनि कम छ तपाईँको अरू ठाउँमा भन्दा यहाँ पोर्चुगलमा अलिक कम छ क्या सेलेरी चाहिँ फेरि तर चाहिँ सेलेरी कम तर अलिक खानेपिना पनि यहाँ अलिकति सस्तो छ कि अरू देशमा भन्दा सस्तो पनि छ कि साथीहरू त्यही कारण चाहिँ युनिभर्सिटी हिसाबले राखेको रहेछ क्या लास्टै खुवाएछ साथीहरू अब टप्प अदुवा परेर खाइदिनुपर्छ क्या अदुवा परेर खाएर चप्पाएर अदुवा चुस्नुपर्छ क्या यो खोकीमा चाहिँ चिसोमा सबभन्दा के अरे खोकीको दबाई भनेको अदुवा हो क्या अदुवा चाहिँ पोल्ने मजाले खाइदिने एकदम चुवाट हुन्छ क्या साथीहरू तपाईँहरूलाई पनि निकै खोकी लागेछ भने के गर्ने भने ट्याक्क एक टुक्रो अदुवा लिने टक्क अदुवा ल्याएर ट्याक्क मजाले आगोमा हाल्ने होइन चप्पो लाएर ग्यासमा टक्क पोलेर खाने साथीहरू है यस्तै यो जेब्रा क्रसिङ हो साथीहरू है यस्तो छ यहाँ बाटो यस्तै खाली खाली छ दामी भएर न यस्तो मजाको बाटोहरू कति मजाको सफा हुन्छ विदेशको बाटोहरू चाहिँ होइन त्यो मजाको चटक्क भएर राखेको है यस्तो मजाको छ यस्तो मजाले कि क्लिन है हल्का त्यही हो साथी यहाँ सेलेरी चाहिँ त्यही हो सेलेरी चाहिँ के बढ्नु हो त्यही 250 रुपियाँ बढ्यो साथीहरू अरू केही होइन है तर चाहिँ यहाँ चाहिँ काम गऱ्यो भने चाहिँ तपाईँको चाहिँ सेलेरी चाहिँ अब त्यो चाहिँ दिनुपर्ने कर्तव्य हो होइन 920 चाहिँ तर चाहिँ त्योभन्दा अलिकति माथि नै आउँछ तपाईँको चाहिँ यहाँ अलिकति यो खेती लाइनतिर काम गऱ्यो भने चाहिँ अब राम्रै आउँछ त्यस्तो खराब त छैन जे किन भने चाहिँ अरू देशमा चाहिँ अब कस्तो भने तपाईँको चाहिँ बस्ने चाहिँ अब तपाईँको कस्तो भने आफूले पे गर्नुपर्छ यहाँ चाहिँ कम्पनीले दिन्छ क्या बस्ने चाहिँ त्यति चाहिँ राम्रो लाग्छ क्या तपाईँको खेतीतिर गयो भने होइन बस्ने कम्पनीले पे गर्छ कुनै यहाँ चाहिँ कस्तो भने कुनै एउटा चिजको पे गर्नुपर्छ क्या तपाईँलाई अब खेतीमा कतैको काम गर्नु गयो भने कि त खानाको पैसा दिन्छ कि त फेरि रुमको पैसा तपाईँसित लिन्छ क्या त्यस्तो सिस्टम छ क्या यहाँ चाहिँ त्यही कारण चाहिँ ठिक छ अरू देशमा भन्दा नै है यस्तो छ त्यस्तो राम्रो पनि छैन अरू देशमा तपाईँको चाहिँ खाना गर्ने पैसा दिनुपर्ने है रुम भाडा दिनुपर्ने होइन त्यस्तै हो अनि ट्याक्स पनि तपाईँको चाहिँ काटिहाल्छ है त्यस्तै तर चाहिँ यहाँ ट्याक्स पनि अब सरकारले मतलब कम्पनीले पे गर्ने ट्याक्स पनि होइन हामीले यसरी 11% पे गर्ने कि ट्याक्स चाहिँ सरकारले पे गर्छ कि सबै सरकारले भनेले अब सरकार त के सरकारले भनेले अब त्यो कामदारले पे गर्छ साउले पे गरिदिन्छ ट्याक्स चाहिँ है त्यही भएर यस्तो ठाउँमा मजाको छ नि हेर्नु चिल छ बाटोहरू कति मजाको छ है त्यही भएर फेरि दोबारा पानी पर्ला यस्तो मौसम आएर साथीहरू क्या अब रातभरि हल्का हल्का पानी पऱ्यो होइन अलिकति पानी पऱ्यो यो तपाईँको जनवरीमा चाहिँ खतरा पानी पर्छ यो त हाम्रो नेपालले पनि भइँदैन र
त्यत्रो पानी पऱ्यो है राति अहिले फेरि पानी पर्छ यो जनवरी चाहिँ तपाईँको लास्टै पानी पर्छ कि यहाँ चाहिँ जनवरी मौसममा चाहिँ के गर्नु साथीहरू गाह्रो छ विदेश भन्छ कति मान्छेहरूले विदेश हुन्छ विदेशमा धेरै गाह्रो छ साथीहरू है अरूको देशमा है त्यही भएर चाहिँ धेरै गाह्रो छ विदेशमा चाहिँ भने जस्तो त हुँदैन है पानी बरस त मौसम भइसक्यो क्या त मौसम कस्तो चेन्ज भइसक्यो यहाँ फेरि अनि साथीहरू केही म अपडेटहरू पोर्चुगलको बारेमा केही अपडेटहरू दिँदै गर्छु नयाँ अपडेटहरू न्युजहरू के हुन्छ दिँदै गर्छु होइन प्लिज तपाईँहरूले चाहिँ मेरो च्यानल चाहिँ लाइक एन्ड कमेन्ट गरिदिनु चाहन्छु होइन त्यही छ अरू त केही छैन साथीहरू अनि सब्सक्राइब गर्नु चाहन्छु सब्सक्राइब चाहिँ नबिर्सिनु होला कि प्लिज है तपाईँ हल्का सब्सक्राइब गऱ्यो भने चाहिँ सब्सक्राइब गऱ्यो भने चाहिँ तपाईँलाई यो भिडियोको सब तपाईँसित आउँछ क्या मैले केही नयाँहरू या पोर्चुगल बारे इन्फर्मेसन ल्याउने बनाउँछु भिडियो तपाईँहरूकोमा आइपुग्छ साथीहरू हल्का पानी परिहाल्यो यस्तो छ है साथी ओके बाई बाई साथीहरू